माथि नयाँ बजार बाटो छ छैन भन्ने कुरा भइरहेछ अब कसैलाई केही थाहा छैन त्यो रुट पनि हामी फर्स्ट टाइम जो सुइको ज्याकेट छैन दाइ पिलियन दाइ केटा ड्रोन खेल्छ क्या अलमोस्ट 40 देखि 50 जना छौँ होइन हामी अब यहाँदेखि अब 10 मिनटमा हिँड्छौँ आफ्नो केही सामान चाहिँ पुग्नु गर्नु होइन आफ्नो बाइकमा बसौँ हामी चाहिँ 4 जना मार्सल हुन्छ है एकजना म भए एकजना ऊ माथि हुन्छ उसँग अर्को एकजना पिलेटमा हुन्छ हामी चाहिँ 4टा वकिटकी हुन्छ बिचमा के भयो भने अगाडि को मार्सल हुन्छ मलाई खबर गरिदिनु होइन हामी सबैजना पढ्दै जाने कोही एकअर्कासँग रेस्ट नगर्नु है अन द वे के पर्ने हेल्प गर्ने गर्नलाई रेस्ट लिने काम रनिङ मोडिङ गर्ने काम केही इन्जुरी हुने कामहरू चाहिँ केही नगर्नु होला अनि कसलाई के गाह्रो भने चाहिँ मार्सलहरूलाई खबर गरिदिनु हामी उनीहरूको हेल्प गरिदिन्छौँ होइन हाम्रो प्याकअप भएको छ अब लाग्ने हो वाट्सअप गाइड हामी चाहिँ लाइनमा गर्न ढिलो आउँछ नि जहिले पनि बाइक छ 40-45 वटा हाम्रा झन्डै ट्रकले हामी यो गाइज एभ्रिवन फायर उडा छोरा उडा aha yeah oh nice dang जिन्दगीमा यतिको राम्रो ड्रप चाहिँ हुनुपर्छ कि हेरेर बस्छु भने यति गर्नु तर यहाँ आइपुगे पछाडि सबैभन्दा राम्रो भनेको यो रुख बेसी दामी यसरी एकअर्कालाई बाटो छैन भने बाटो भनेर भन्नुपर्छ सजिलो हुन्छ ग्रुपमा हिँडेको मजा नि के एउटा चाहिँ उहाँ पुगिरहने एउटा चाहिँ बेसी साडी एउटालाई के भइरहेको छ कसैलाई उहाँको सही छैन त्यसो चाहिँ गर्नु होला कि साथी उहाँहरू त अलिक केटाहरू मलाई अगाडि जान्छु सल्लाह त साइड आयो भने भन्यो मैले पछाडिको लागि भने हेल्दी राइड हो नि त यहाँनिर केटाहरू जोसिरहेको अहिले ट्युबवालाहरूको अहिले हो एडभेन्चरवालाहरूको यसमा के हुन्छ हामी त अहिले यो विकल्प पार्टी भएर मन जाने बाटोमा हस्पिटलहरूको कमी छैन हामीले शनिबार दियोस् यहाँ प्याकै हुन्छ क्या चिसो ठाउँ भयो नि त गजल भाइ जोसिरै छ गजल भाइको इन्टरभ्यू खतरा छ नि एकचक चाहिँ भेट गर्ने कि कहाँ लाइनमा राखेर भिडियो खिच्नु भनेको केटाहरू पछाडिको आएको नाइस नाइस नाइस
हो नि त यो के कुद्नुपर्ने कसम कल्चर नै यस्तै चिसो भन्छ क्या नत्र फाइनली हाम्रो यहाँबाट प्रकाश सर पनि चढ्नु भएको छ ओएमजी डोङ फाइनको किन ग्लोरी 560 कुन इभी थियो आम्मामा प्रकाश सरले के साह्रो लाग्यो सो हामी फाइनली फिक्कल बजार सिकेका छौँ हामी चाहिँ यहाँदेखि सायद पशुपति नगर जाने बाटोतिर जान्छौँ होला यता ल ल ल सो अहिलेको हामी चाहिँ फिक्कलदेखि पशुपति नगर जानेतिर आयौँ अहिलेको लागि लिडिङ मार्सल चाहिँ म छु गाइड हाम्रो टोलीहरू अन द वे साइड लाइन लगाइरहेको छ हामी चाहिँ यो पशुपति नगरबाट भित्र आउने बाटो सल्जीहरू नि सल्जीहरू त्यहाँ अलिकति अगाडि आएको कि दुईवटा बाटो पुग्दो रहेछ दुईवटा बाटोमा एउटा पशुपति नगर जानेतिर एउटा नयाँ बाजार हुँदो रहेछ हामी चाहिँ त्यहाँदेखि यस्तो लेफ्ट लागेर यो चाहिँ पित्तल झर्दैछौँ गाइजहरू अगाडि हुनुहुन्छ गाइजहरूको रफ्तारमा किन्न सकिँदैन रहेछ गाह्रो छ नि बुढो भइयो त्यसलाई भिड कस्तो त्यसमा मन लाग्यो सायद नयाँ बजारबाट चाहिँ अफरोड होला जस्तो लागिरहेको छ मलाई किनभने बजारै लाग्छै होला नयाँ बजार त्यहाँदेखि चाहिँ भएको छ अफरोड छ अरे यतिको त हान्नु परिहाल्यो नि रिभर क्रसिङ गाइजहरू सायद यहाँदेखि अब पिच छैन होला गाइज कि छ
आम्मा अब सुरु भएछ नि त ओइ एडभेन्चर भनेपछि राम्रो बाटो त हिँड्ने नै होइन नि यो साथी हो अहिलेसम्मको 200 अब त अफरोड आइहाल्यो नि हेलो केटाकेटी बाइक आउँदैछ ल भाइले मेरो फोटो खिच्नु आज आज केटाहरूले झन्डै भालेमा हाल्यो आज माथि गएर भाले खानु पर्यो मासु त पुग्दैन होला झोल ओके अब हामी यहाँदेखि चाहिँ होइन लेफ्ट लाग्छौँ है फेरि बाटो पछि झुक्केला भन्छ अन्त उता बाटो पनि रहेन रहेछ त्यो रहेछ यार तपाईँहरूलाई पछि बाइकमा आउँदाखेरि हाम्रो केही रुट छैन जस्तो लाग्यो मलाई किनभने सुरुमा हामी पशुपति नगर जानेतिर जान्छौँ पशुपति नगर जाने बाटो चाहिँ अलिकति अगाडि चाहिँ दुईवटा बाटो छ ठुलो प्रष्ट बाटो छ तपाईँहरूलाई कुनै कन्फ्युज हुँदैन नयाँ बजार जानेतिर जाने हो त्यो बाटो नछोडी राम्रो ठुलो बाटो जाने हो जाँदै गर्दाखेरि चाहिँ अहिले देखाएको ठाउँ भइहाल्यो भरत मोल भनेको त्योदेखि अगाडि हामी जाँदैछौँ बाटो चाहिँ भत्केको पिछले खोल्सीको एरियामा चाहिँ भत्केको नत्र पिछले रहेछ उकालो रहेछ अब त यो पाहाड चाहिँ नराम्रो पुग्छ भने के सानो बाटो पुगिरहेको छ नि त अनि हुँदैन टर्निङमा त हुँदैन तेलेर अलिकति राखेर आउँछ नि त टर्निङमा चाहिँ लगभग ठाउँै हुन्छ क्या दुईवटा गाडी पास हुन्छ बाइकवाला नि अब छेउमा गयो भने गिर्तीहरू त्यो भएर चाहिँ नराम्रो पक्ष त्यो हो क्या टर्निङ अलिकति ठुलो फराकिलो रोड भन्छ काम पनि हुन्थ्यो त्यो चाहिँ ठाडो उकालो रहेछ नि त के हो तर थालेको भने चाहिँ फरकमा पर्ने सो अब चाहिँ हामी ठ्याक्क इलाम नयाँ बजार आइपुग्न लाग्यौँ त्यो अगाडि देखेको छ नि बजार यो चाहिँ नयाँ बजार रहेछ होइन तर उताको चाहिँ कालो मैलो भएको रहेछ कालो मैलो भएको छ उता ताप्दै थियो होला हेरौँ हाम्रो अगाडि पेन पार्सलको ठाउँ छ अगाडि लाग्छ
नयाँ बजार पनि ठुलो रहेछ यार ओ माई गड म पो ढिलो आएको